दसैँ गाइज हैन अनि मेरो भ्लगमा चाहिँ हजुरहरुलाई स्वागत छ। माइ नेम इज आराध्या अनि आज चाहिँ दसैँ हैन अनि म चाहिँ अहिले बिहान नुहाएर अनि अहिले चाहिँ म लुगा लाउन आँटेको। So guys, I'm already with white top and baggy jeans. So अहिले चाहिँ हामी घरमै टिका लाउन आँटेको हैन। त्यसपछि चाहिँ जान्छौँ हामी मामा घर अनि मामा घरमा जाने अलिक बेलुकातिर अनि भोलि टिका लाउने। गाइज म चाहिँ हैन मेरो हेयरस्टाइल बनाएर ब्रेसलेट लाएर नेकलेस लाएर रेडी भइसक्यो। अब दसैँ मनाउने टिका लाउने जमारा लाउने। अनि मलाई चाहिँ यहाँ टिका लगाइदिए हुन्थ्यो सबैजनाले हैन। के भन्छ दसैँ भन्दा साथ हैन मलाई चाहिँ त्यो नयाँ लुगा लाउने त फिल हुन्छ नि त्यो आउँछ हैन। मलाई चाहिँ दसैँमा के भन्छ गाइज पाहुनाहरू चाहिँ आउनु भएको थियो। त्यसपछि टिका सिका लाएर होइन गइसक्नु भएको छ। त्यसपछि हामी चाहिँ अब मामा घर जान आँटेको। सो मामा घरमा गएर त्यसपछि भेटौँला। Happy Dasai. Hello, happy Dasai. I'm going to Sasurali. एकछिन बसेर पिङ खेल्न आएको थियौँ अनि यहाँ सुरुमै उसलाई नै खेल्ने भनेर खेलाइदिएको होइन। मजाले खेल्दै थियो खुसी हुँदै। उसलाई चाहिँ फेरि दसैँ भनेपछि पिङ चाहिँ खेल्नै पर्छ। खेल्दैन भने रोएर रोएर भक्क लगाइदिन्छ। म त मेरो पालोलाई परिरहेको थियो नि फाइदा मेरो पालो नै आइसक्यो होइन। अनि खेल्दा मतलब मलाई ठेल्दै थियो कि डान्सले होइन। खेल्दै के भन्छ मेरो चाहिँ म त खुट्टाले उतो गर्ने भएको चप्पल फुस्कन ठेल्दा ठेल्दै रियासले लड्या छ क्या यहाँनिर। लड केही पनि भएन तर लड चाहिँ। अनि मलाई चाहिँ मामा घर आएपछि माइतीले चाहिँ जहिले करेन्ट खुवाउनुहुन्छ होइन। त्यसपछि अब सबैजना माथि जान्छ यतिकै गफ गर्दै हुन्छ। अनि म भाइहरू चाहिँ तलै छौँ सुत्ता पठाउनु भएको छ। मम्मी म त हामी सुतेको छैन। ए यो के गर्न आएको क्या बेला नभए कोठामा त्यो राख त राख्नु हो जे भए पनि राख। चल मामाको दोकानमा आएर नि यो काम पाउँदैन आइज। अनि त्यहाँ चाहिँ होइन मम्मीहरूको फर्निचर जुनमा चाहिँ होइन म इन्ट्रेस्टेड छैन। सो गाइज एज यु अल नो आई मिन मामा घर अनि दसैँ तर्छ। सो अहिले चाहिँ सेकेन्ड डे हो दसैँको होइन। अनि म चाहिँ नुहाएर नयाँ लुगा लाएर रेडी भइसकेको छु। सो अब एकछिनपछि मामा घरमा मम्मीहरू किचनमा खाना पकाउँदै हुन्छ सबैजना नुहाउँदै हुन्छ म चाहिँ नुहाइसकेँ। त्यसपछि अब दसैँ मनाउने लेट्स सी को के गर्दैछ। मैले अचार बनाउँदै हुन्छ यहाँ सब्जीहरू। यहाँ के हो मम्मी यहाँ पकौडा मामा घरमा अब चाहिँ खानु अनि पहिला टिका लाग्यो त्यसपछि खाने अनि खाने। कतिवटा स्याउको पनि होइन होला। स्याउ त आमा हेलो म तरुवा बनाउँदैछु तरुवा भाले। अनि हामी चाहिँ यहाँनिर टिका सिका लाएर फोटो खिच्न बाहिर आएको थियौँ। अनि अब मामा घरलाई बाई भनेर हामी चाहिँ चल्दिएको।
चाहिँ त पिङदेखि म अब जान आँटेको खेला खेला तिमीहरू पनि चित्तै बुझाएर जाउँ अनि त्यो पिङ खेल्न पाइँदैन घरमा गएर झगडा गर्नु त्यहाँको वाटरफल चाहिँ कस्तो राम्रो लाग्यो कताबाट जाने भाइ बाटै खान त यसको हात हेरौँ पछाडि जाने के भाइ यहाँदेखि त लड्यो भने त नानी छैन हौ तेरो जुत्ता ओइ लाल लुगा फोन यस्तो कसरी चढ्ने लागि यो टाउको ठोक्यो है मेरो अब गाइस लम्बी हुनुको धेरै बेफाइदा छ अहिले कस्तो ठाउँमा पिङ बनाएको थियो अनि हामीलाई चाहिँ फेरि यस्तै ठाउँमा खेल्न मन लाग्छ दसैँमा पिङ नखेली त दसैँ कम्प्लिटै हुँदैन सो मम्मी चाहिँ बस्न सक्नु भएन धेरै माथि छ बाबा चढाउँदैन थियो नि यहाँनिर यो वाइट कलरको मलाई धेरै मनपर्छ अनि पछाडिबाट ब्याकग्राउन्डमा चाहिँ के भन्छ त्यो झर्ना भन्नाले त्यसको आवाज आइरहेको छ मलाई चाहिँ त्यो टिप्न जान मन लाग्यो होइन बट टिप्न त सक्दिनँ यार धेरै उता यता न त्यता यहाँबाट टिप्न मिल्छ होला ओ यहाँ कस्तो त्यो हुन्छ नि रेगिस्तानवाला माटो जस्तो देखेँ कस्तो कस्तो बाटो छ यहाँ पछि त यता सो टिपुम अयो कस्तो टिप्नु नै सक्यो र मलाई टिप्न मन छ अब चाहिँ हामी जाँदैछौँ पिङ खेलिसकेर उता बाबाले परिराख्नु भएको छ कसरी हाम फाल्ने नि अब है बाबाले मलाई अब कराउन मात्र वाउ ल्याउँदा ए यो बाटो राम्रो रहेछ नि यहाँनिर चाहिँ हिजो नै मेला लागेको छ हामी त जान पाइनौँ अनि यहाँ चाहिँ बाटोमा आउँदा हाइवेमा कति धेरै जाम परेको थियो होइन बल्ल बल्ल आइपुग्यौँ अनि हामी चाहिँ बल्ल बल्ल घर आइपुग्यौँ होइन जाम त कति थियो गाडीहरू हाइवेमा होइन अनि म चाहिँ ढोका लाउँदै थिएँ झोला नि बोकिरहेको थियो कस्तो छ्याउ भएर सो गाइस फाइनली दसैँ चाहिँ सक्यो होइन अनि हामी चाहिँ घर आइपुग्यौँ अनि दसैँ लाइक हुन्छ नि हाम्रो राई सकिसक्यो दसैँ त अब चाहिँ 3 दिन जति बाँकी छ होइन सेकेन्ड डे अनि त्यसपछि सबैजनाको दसैँ राम्रो भयो होला होइन त्यसपछि अब हामीले नि होइन सबैतिर टिका लगाइसक्यौँ मलाई चाहिँ जति लगाउनु पर्ने थियो अनि त्यसपछि सो के भन्नु अब थ्याङ्क यू फर वाचिङ लाइक सब्सक्राइब